फुर्कोट हुँदै काठमाडौँ यात्रा गर्ने सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आए तापनि सडकको अवस्था भने दयनीय अवस्थामा छ। लगातारको वर्षातले निम्ताएको बाढीले यो सडकलाई वर्षैपछि अवरुद्ध गर्ने पनि गरेको छ। सडक निर्माण कार्य अहिले चलिरहेको नै छ, तर भौगोलिक विकटता र कोसीको किनारमा सडक बनाउनु पर्ने भएर भविष्यमा वर्षातको समयमा वर्षैपछि यो सडकले दुःख दिइरहने लगभग पक्का पक्की नै छ। यो सडकबाट यात्रा गर्ने यात्रुहरू धेरै भएकाले सवारी साधनको पनि उच्च चाप हुने गर्दछ। विभिन्न ठाउँहरूमा निर्माण कार्य चलिरहेकाले अहिले यात्रा गर्न केही असहजता छ, कतै जाममा पर्खनु पर्नेछ, तपाईँले कुर्नुपर्ने हुन सक्छ। निर्माण हुँदै गरेको सडक, यसमा उच्च प्रविधि र कोशी आसपासको स्थानबाट अर्को वैकल्पिक मार्गको खोजी नगरिएसम्म भविष्यमा वर्षातको समयमा बाढी पहिरोले यो सडकलाई अवरुद्ध पारिरहनेछ र यात्रुहरूले शास्ति खेपिरहनु पर्ने लगभग निश्चित छ।